तपाईलाई लाग्ला कोभिड नै सबैभन्दा डरलाग्दो समय हो, तर इतिहासको सबैभन्दा डरलाग्दो वर्ष थाहा छ कहिले थियो? एकचोटि फर्केर हेरौं सन् 536 मा, जब संसार अन्धकारमा हराएको थियो। 18 महिनासम्म सूर्य उदाएन। 536 मा आइसल्याण्डमा भएको भीषण ज्वालामुखी विस्फोटले आकाशभरि सल्फरको धुलो फैलायो। सूर्यको प्रकाशलाई अन्धकारले ढाक्यो। 18 महिनासम्म दिन पनि रात जस्तै अन्धकारमा बित्यो। तापक्रम 2.5 डिग्री सेल्सियसले घट्यो। चीनमा गर्मी मौसममा हिउँ पर्यो। बाली नाली पलाएनन्। बर्खामा बर्खा भएन, घाम लागेन। बाली नाली नहुँदा अनिकाल सुरु भयो। आयरल्याण्डदेखि भारतसम्म भोकले मर्नेहरूको संख्या करोडौं पुग्यो। खाली पेट र अन्धकार दुवैले मानवताको परीक्षा लिएको वर्ष। भोकमरीले मात्रै होइन, डरले पनि मानिस मर्थे। सन् 536 ले देखायो प्रकृति रिसाउँदा मानव सभ्यता कतिसम्म कमजोर हुन्छ भनेर। इतिहासकारहरू यो समयलाई डार्क एजको रूपमा सम्झने गर्छन्। यो इतिहास थियो, तर वर्तमानका लागि ठूलो पाठ हो। इतिहासका अन्धकारमा लुकेका रहस्यहरू जान्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।